नमस्कार सबैजनालाई। आज म तपाईहरुसँग एकदम इम्पोर्टेन्ट कुरा शेयर गर्न आएको छु। हाम्रो इन्भाइरोन्मेन्टको बारेमा। हाम्रो सिक्किम, यो सुन्दर पहाड, यो हरियो जङ्गल, यो स्वच्छ खोला, यो ठन्डा हावा, यो सबै हाम्रो गर्व हो। यो मात्र एउटा सिनरी होइन, यो हाम्रो जीवन हो, हाम्रो पहिचान हो। तर एक मिनट सोच्नुहोस् कि हामी यो नेचरलाई साँच्चीकै प्रोटेक्ट गर्दैछौँ कि हामी आफ्नै फ्युचरलाई रिस्कमा राख्दैछौँ। आजकल हामी सबैले फिल गरेको कुरा हो क्लाइमेट चेन्जको इफेक्ट। बढेको गर्मी, अचानक हेभी रेनफल, ल्यान्डस्लाइड, पानीको प्रब्लम, पोल्युसन, यो सबै कुरा कुनै अर्को देशको स्टोरी होइन, यो हाम्रै घरको कथा हो। खोलामा प्लास्टिक फोहोर फ्यालेको देख्नुहुन्छ। जङ्गलमा इल्लिगली रुख काटेको भइरहेको हुन्छन्। कन्स्ट्रक्सनहरू बिना प्रपर प्लानिङ, बिना इन्भाइरोन्मेन्टल क्लियरेन्स हुँदै हुन्छ। वाइल्ड लाइफ डिस्टर्ब हुँदैछन्। अनि पछि जब डिजास्टर आउँछ, हामी सबैजनाले भन्छौँ यो सबै किन भएको? साँचो कुरा के हो भने नेचरले बदला लिइरहेको होइन, हामीले नै रिस्पोन्सिबिलिटी नबुझेर यो सिचुएसन क्रिएट गरेको हो। यही ब्याकग्राउन्डमा नेसनल लिगल सर्भिसेस अथोरिटी यानि कि नाल्साले सुरु गरेको छ एउटा इम्पोर्टेन्ट क्याम्पेन, इन्भाइरोन्मेन्टल लिगल लिटरेसी एन्ड कम्युनिटी प्रोटेक्सन इनिसिएटिभ। यसको सिम्पल मेसेज छ प्रोटेक्ट टुडे, सिक्योर टुमोरो। मतलब के हो? आज प्रोटेक्ट गरेनौँ भने भोलि सिक्योर हुँदैन। आफ इन्भाइरोन्मेन्ट बचाएनौँ भने भोलि हाम्रो छोराछोरीको फ्युचर सेफ हुँदैन। अब इन्भाइरोन्मेन्टल लिगल लिटरेसी भनेको के हो त? यो भनेको सिम्पल भाषामा इन्भाइरोन्मेन्ट सम्बन्धी कानुनको बारेमा जानकारी हुनु। धेरै मान्छेले थाहा नै हुँदैन कि इन्भाइरोन्मेन्ट प्रोटेक्ट गर्नु एउटा मोरल ड्युटी मात्र होइन, यो एउटा लिगल ड्युटी पनि हो। हाम्रो संविधानले नै हामीलाई हक दिन्छन् हेल्दी इन्भाइरोन्मेन्टमा बाँच्न पाउने राइट। आर्टिकल 21 को राइट टु लाइफ भित्र क्लिन एयर, क्लिन वाटर पर्छ भनेर कोर्टहरूले क्लियर गरेको छ। आर्टिकल 48 ले स्टेटलाई भन्छन् इन्भाइरोन्मेन्ट प्रोटेक्ट गर्नु। आर्टिकल 51 ए जी ले हामी सिटिजन्सलाई भन्छन् नेचरलाई प्रोटेक्ट गर्नु हाम्रो फन्डामेन्टल ड्युटी हो। मतलब यो गभर्नमेन्टको मात्र काम होइन, यो हाम्रो पनि काम हो। अब प्र्याक्टिकल कुरा गरौँ। सिक्किममा के इस्यु छ? ह्यापहेजर्ड कन्स्ट्रक्सन, खोलातिर इन्क्रोचमेन्ट, प्लास्टिक डम्पिङ, ल्यान्डस्लाइड प्रोन एरियामा इल्लिगल बिल्डिङ, फरेस्टको जमिनको मिसयुज। यो सबै कुरा डाइरेक्टली हाम्रो सेफ्टीसँग रिलेटेड छ। जब जङ्गल काटायो सोइल लुज हुन्छ, जब हेभी रेनफल हुन्छ ल्यान्डस्लाइड हुन्छ, जब खोलामा फोहोर फैलिन्छ पानी पुरा कन्ट्यामिनेट हुन्छन् अनि डिजिज स्प्रेड हुँदैछन्। इन्भाइरोन्मेन्ट ड्यामेज भनेको लङ टर्म स्लो पोइजन जस्तो हो। सुरुमा इफेक्ट थाहा हुँदैन, तर पछि ड्यामेज कन्ट्रोल गर्न सकिँदैनन्। त्यसले गर्दाखेरि यो इनिसिएटिभको अर्को इम्पोर्टेन्ट पार्ट हो
कम्युनिटी प्रोटेक्सन। एकजनाले मात्रै बोलेर चेन्ज आउँदैन, तर पुरा कम्युनिटी अवेर भयो भने इल्लिगल एक्टिभिटी रोक्न सकिन्छन्। यदि तपाईँले देख्नु भएको कि इल्लिगल ट्री कटिङ भइरहेको छ, वाइल्ड लाइफ हन्टिङ भइरहेको छ, रिभरमा डम्पिङ भइरहेको छ, तपाईँ चुप बस्नु पर्दैन। तपाईसँग आवाज छ, तपाईसँग लिगल राइट यानि कि कानुनी अधिकार छन्। लिगल सर्भिसेस अथोरिटीबाट तपाईँले फ्री लिगल एड पाउन सक्नुहुन्छ। धेरै मान्छेको मिसकन्सेप्सन के छ भने कोर्टमा जान पैसा लाग्छ, एडभोकेट अफोर्ड गर्नु सकिँदैनन्, तर यो साँचो कुरा होइन। द लिगल सर्भिसेस अथोरिटीज एक्ट को अन्डरमा women, children, scheduled castes, scheduled tribes, senior citizens, economically weaker section, disaster affected मान्छे सबैले फ्री लिगल असिस्टेन्स अभाइलेबल छ। यो तपाईको अधिकार हो। एन्भाइरोन्मेन्टल इस्युमा पनि तपाईँ कम्प्लेन फाइल गर्न सक्नुहुन्छ, रिप्रेजेन्टेसन दिनु सक्नुहुन्छ, अप्रोप्रिएट अथोरिटीसँग अप्रोच गर्न सक्नुहुन्छ। ल तपाईँकै साइडमा छ यदि तपाईँ अवेर हुनुहुन्छ भने। तर अवेरनेस बिना एम्पावरमेन्ट हुँदैन। अब डेली लाइफमा हामी के गर्न सक्छौँ? प्लास्टिक युज कम गर्नु, सिंगल युज प्लास्टिक अभोइड गर्नु, वेस्ट सेग्रिगेट गर्नु, बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल सेपरेट गर्नु, खोला जङ्गलमा फोहोर नफ्याल्नुस्, वाटर वेस्ट नगर्नुस्, रेस्पोन्सिबल टुरिज्म फलो गर्नु, प्लान्टेसन प्रोग्राममा पार्टिसिपेट गर्नुहोस्। यो सबै सिम्पल स्टेप जस्तो लाग्छ, तर कलेक्टिभ इफेक्ट एकदम ठुलो हुन्छ। हाम्रो पहाड एकदमै फ्रेजाइल छ। हाम्रो प्यारो सिक्किमको इकोसिस्टम धेरै सेन्सिटिभ छ। हामीले एकचोटि ड्यामेज गरेपछि रिस्टोर गर्न धेरै टाइम लाग्छ। नेचरको ब्यालेन्स डिस्टर्ब भयो भने हामी सबैले सफर गर्नु पर्छ। आजको युथहरूलाई पनि म एउटा रिक्वेस्ट राख्न चाहन्छु। तपाईहरू एडुकेटेड हुनुहुन्छ, सोसियल मिडियामा एक्टिभ हुनुहुन्छ, अवेरनेस स्प्रेड गर्नुहोस्, इन्भाइरोन्मेन्ट प्रोटेक्सनको बारेमा बोल्नुहोस्, फेक इन्फर्मेसन स्प्रेड नगर्नुहोस्, भेरिफाइड इन्फर्मेसन सेयर गर्नुहोस्, कम्युनिटीलाई मोबिलाइज गर्नुहोस्। रिमेम्बर, डेभलपमेन्ट र इन्भाइरोन्मेन्ट एक अर्काको अगेन्स्ट होइन। सस्टेनेबल डेभलपमेन्ट भनेको डेभलपमेन्ट पनि हुनुपर्छ, तर नेचर डिस्ट्रोय नगरी ब्यालेन्स मेन्टेन गर्नुपर्छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा हामीले सोच्नुपर्छ कि हाम्रो नेक्स्ट जेनेरेसनलाई कस्तो सिक्किम छोड्दैछौँ। हरियो सिक्किम, स्वच्छ सिक्किम कि पोल्युटेड, ल्यान्डस्लाइड प्रोन, अनसेफ सिक्किम। डिसिसन हाम्रो हातमै छ। त्यसैले आज यहाँबाट एउटा सिम्पल प्लेज लिन चाहन्छु। म एक रेस्पोन्सिबल नागरिकको रूपमा हाम्रो इन्भाइरोन्मेन्टलाई रेस्पेक्ट गर्छु, ल फलो गर्छु, इल्लिगल एक्टिभिटी देख्यो भने रिपोर्ट गर्छु, नेचरको प्रोटेक्सनमा आफ्नो रोल निभाउँछु, किनभने साँच्चैमा प्रोटेक्ट टुडे सिक्योर टुमोरो मात्र एउटा स्लोगन होइन, यो हाम्रो जिम्मेवारी हो, यो हाम्रो फ्युचरको ग्यारेन्टी हो। यो क्याम्पेन नेसनल लिगल सर्भिसेस अथोरिटीको इनिसिएटिभ हो र तपाईको नजिक
को लिगल एड एन्ड एज इन लिगल सर्भिसेस अथोरिटीसँग सम्पर्क गरेर तपाईँले असिस्टेन्स पाउन सक्नुहुन्छ। हाम्रो सिक्किम सुन्दर छ, अब हाम्रो ड्युटी हो यो सुन्दरतालाई बचाएर राख्ने। धन्यवाद।